मैले त्यो एमए पढुन्जेलसम्म कहिल्यै पनि मैले सोचेको थिइनँ म चलचित्र क्षेत्रमा आउँछु, यसमै चाहिँ जीवनकाल बिताउँछु भन्ने थिएन। धेरै चलचित्र बनाउँछु भन्ने केही सोचेकै थिएन। मेरो विशेष संवादहरू हुन्छन्, यसमा कुनै हिन्दी शब्दहरूको नकल गरेको अथवा हिन्दी फिल्महरूको डायलगहरू चोरेको जस्तो त्यस्तो खालको हुँदैन। मैले एउटा चाहिँ के भनेदेखि मेरो जीवनकालमा के एउटा प्रतिज्ञा गरेको थिएँ भनेदेखि एउटा म लेभल राख्छु। भाषिक त्रुटि हुनु भएन, हाम्रो नेपाली भाषालाई बिग्रिन दिनु भएन। हामी त यसको चाहिँ तपाईँको चाहिँ संवर्धन गर्नुपर्छ, संहार गर्नुपर्छ, यसलाई त विकास पो गर्नुपर्छ भन्ने चाहिँ मलाई लागिरहन्थ्यो। किनभने हरेक सर्टमा डिभाइड गरेको हुन्छ एउटा कुनै पनि दृश्यलाई, त्यो चाहिँ सर्टहरू मिलेर दृश्य हुन्छ, त्यो दृश्य मिलेर चाहिँ के भनेदेखि चाहिँ एउटा परिच्छेद बन्छ र अनि तपाईँको ती चाहिँ परिच्छेदहरू मिलेर एउटा टोटल सिनेमा बन्छ। धेरैजना घाइते हुन्थ्यो होला, हामी मर्थ्यौँ होला, तल गुल्टिन्थ्यो होला, त्यो बाँचियो। त्यो एउटा छ। अब हिरोइनको पाखुरामा चोट लागेको, उसले नसमातेको भएदेखि त बिचरा के हुन्थ्यो। शिवश्रेष्ठले समातेर उनले बजाएछन्। अनि त्यसपछि हामीले त्यो औषधि पानी गऱ्यौँ। उहाँहरूबाट गल्ती पनि भयो होला, के भयो होला, कसो भयो होला, धेरै असन्तुष्टिका कुराहरू पनि भयो उहाँहरूको जीवनमा। दुःखपूर्ण भन्नुपर्छ कि धेरैपल्ट ट्राई गऱ्यौँ, हामीले सल्लाह पनि गऱ्यौँ। भुवन केसीसित मैले काम गर्न पाइनँ। असली कथा नभनिएका कहानी। नमस्कार। नेपाली सिनेमाको इतिहासमा केही नाम पर्दामा देखेर होइन, आफ्नो सिर्जना र योगदान मार्फत इतिहासमा अमिट बन्ने गर्छन्। एक यस्तै व्यक्तित्व हुन् लक्ष्मीनाथ शर्मा। बाल्यकालदेखि नै सिर्जनातर्फ आकर्षित उनी समयसँगै नेपाली सिनेमाको यात्रामा जोडिए। तर रोचक कुरा के छ भने इलामको बरबोटेमा जन्मिएका 81 वर्षीय उनको सपना सिनेमा थिएन। 2040 सालमा संयोगवश बदलिदो आकाशबाट निर्देशन यात्रा सुरु गरेका शर्माले त्यसपछि शान्तिदीप, सारङ्गी, छोरी बुहारी, साथी, जीत, बरपिपल, विद्रोही, भाइटिका लगायतका सिनेमा निर्देशन गरे। तर उनी केवल निर्देशक बनेर रोकेनन्। कथा लेखे, पटकथा लेखे, संवाद लेखे र गीत लेखे। वृत्तचित्रबाट सुरु भएको उनको सृजनात्मक यात्रा टेलिसिरियल हुँदै साहित्यसम्म पुग्यो। तर पर्दामा देखिने कथा जति सुन्दर हुन्छ, त्यसको पछाडि लुकेको यात्रा सधैँ त्यति सहज कहाँ हुन्छ र? यी उपलब्धिको पछाडि कति सङ्घर्ष लुकेको छ। छिमेकीले के भन्ला त्यो पनि त सोचो, जीवन बाटो अप्ठ्यारो छ, बाटो बेला। कुनै सिनेमाले दिएको सफलताले उनलाई कति उचाइ दियो र कुनै असफलताले कति गहिरो पीडा दियो। आजको असली कथा नभनेका कहानीमा हामीसँग छन् निर्देशक, लेखक, गीतकार तथा साहित्यकार लक्ष्मीनाथ शर्मा। आज उनकै शब्दमा सुनौ उनको जीवनको असली कथा नभनेका कहानी। असली कथा नभनिएका कहानी। सर नमस्कार। नमस्कार। आराम हुनुहुन्छ? ठिकै छ। के गर्दै हुनुहुन्छ हिजो आज? साधारण रूपमा रिटायर्ड लाइफ मानेको छु मैले आफूलाई। पढ्ने लेख्ने कामहरू चाहिँ गरिरहन्छु, अखबारहरू पढ्ने, टिभी हेर्ने, यस्तै हो। लेखन पनि अगाडि बढिरह होला। लेखन म एउटा पुस्तक छपाउनु छ, पुस्तक सिद्ध्याउनु छ, लेखिसकिन्छ। म चलचित्र निर्देशन सम्बन्धी एउटा पुस्तक लेख्दैछु, सैद्धान्तिक रूपको, व्यवहारिक रूपको र सबैले बुझ्ने किसिमको। यो कतिौँ पुस्तक हो सर? होइन, यो चलचित्रको चाहिँ यो तेस्रो हुन्छ। मेरो पुस्तकको सङ्ख्याको आधारमा चाहिँ यो 6औँ हुन्छ। 5.5 दशक लामो करियरलाई हजुर, आज सरस्वती सम्झिँदा कसरी सम्झिनुहुन्छ? एकदम धेरै खुसी पनि लाग्छ, दुःख पनि लाग्छ। धेरै खुसी किन लाग्छ भनेदेखि चाहिँ नि मैले
जे सोचेर यो चलचित्रमा आएको हुँ त्यो सबै कुराहरू त मैले पुरा गर्न सकिनँ, तर के भनेदेखि के खुसी राम्रो भयो क्या। जस्तो मैले मेरो साथीहरूलाई पछाडि फर्केर हेर्दाखेरि चाहिँ थुप्रै असन्तुष्टिका कुराहरू देखिए के उहाँहरूबाट गल्ती पनि भयो होला, के भयो होला, कसो भयो होला, धेरै असन्तुष्टिका कुराहरू पनि भयो उहाँहरूको जीवनमा। धेरैजना सफल हुनुभयो, मैले अत्यन्त सफल भएँ त म भन्दिनँ, तर के भनेदेखि मैले मेरो जीवनलाई सुरुदेखि चाहिँ नि यसो फर्केर हेर्दाखेरि मलाई सन्तोष चाहिँ छ। केबाट सन्तोष लाग्छ? यहाँ त पुस्तक पनि लेख्नुहुन्छ, साहित्यकार पनि हुनुभयो, निर्देशन पनि गर्नुभएको छ, म चलचित्र निर्देशन लेखन पनि गर्नुभयो, लेखन निर्देशन साहित्य कतापट्टि चाहिँ बढी मलाई चलचित्र लेखनपट्टिबाट र चलचित्र निर्देशनपट्टिबाट चाहिँ निकै नै सन्तोष लागेको छ। किनभनेदेखि चाहिँ नि यसको त्यति धेरै विरोध पनि भएन, त्यति धेरै सराहना पनि भएन, ठिकै रूपमा गयो भनौँ न मैले गरेको कामहरूको। र मैले जिन्दगीमा बदनाम पनि हुनु परेन, त्यस्तो धेरै वाइ पनि कमाउन सकिनँ, त्यसैले सन्तोष साधारण किसिमको जीवन बित्यो मेरो। सन्तुष्टि चाहिँ लेखनबाट करियर चाहिँ सुरुवात लेखनबाट गर्नुभयो कि सिनेमा निर्देशनबाट साहित्यबाट? पहिला त लेखनबाटै भयो। कस्तो भनेदेखि मैले चलचित्र संस्थान, त्यति बेलाको चलचित्र संस्थान जोइन गर्ने बित्तिकै मैले एउटा डकुमेन्ट्री फिल्म बनाउनु पर्ने भयो, गाई जात्रा भन्ने। अनि मलाई त पटकथाबारे थाहा थिएन, पटकथा लेख्नुपर्ने मलाई चाहिँ आदेश दिएको थियो अफिसले, त्यो थाहा थिएन। त्यसमा अनुसन्धान गर्नुहोस् भनेर भन्नुभयो हाकिमले। अनि मैले अनुसन्धान गर्दै जाँदाखेरि धेरै कुराहरू सिक्ने मौका पाइहालेँ। अनि त्यो लेखाइको बारेमा चाहिँ अनि त्यस पछाडि थाहा भयो क्या चलचित्रको लेखाइ कस्तो हुन्छ भन्ने कुरा। सिनेमापट्टि कसरी आकर्षित हुनुभयो? अचानक यो एउटा संयोगको कुरा हो। मैले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा एमए पढेको। म इतिहास सम्बन्धी नै सायद केही काम गर्छु होला, जागिर त खान्छु भन्ने थियो, लोकसेवा आयोग दिन्छु भन्ने थियो। अनि पछि त्यो जागिरहरू खोज्दै जाँदाखेरि अन्तर्वार्ताको लागि चाहिँ नि मलाई चलचित्रमा मैले दिएको थिएँ एउटा पटकथाको लागि, पटकथा लेखक भन्नेमा आएको थियो, त्यसको लागि दिएको थियो तत्कालीन नेपाली चलचित्र संस्थान, त्यति बेलाको संस्थानबाट। अनि अचानक चाहिँ नि उहाँहरूले चाहिँ नि त्यो डकुमेन्ट्री फिल्म बनाउन लाग्नु भएको रहेछ, गाई जात्रा भन्ने विषयमा। त्यसमा लेख्न लगाउनु भयो, मैले लेखेँ, जस्तो लेखेको थिएँ त्यस्तै पिक्चराइज भएर आयो। त्यो एउटा अनौठो संयोग थियो मेरो। र एउटा कुरा तपाईँलाई भनिहालौँ, मैले त्यो एमए पढुन्जेलसम्म कहिल्यै पनि मैले सोचेको थिइनँ म चलचित्र क्षेत्रमा आउँछु, यसमै चाहिँ जीवनकाल बिताउँछु भन्ने थिएन, धेरै चलचित्र बनाउँछु भन्ने केही सोचेकै थिएन। अचानक आएँ। अनि त्यसपछि मैले 2टा डकुमेन्ट्रीहरू फटाफट लेखेँ। अनि मनको बाँध भन्ने चलचित्र बन्न थाल्यो भन्ने भयो। अनि त्यति बेला निर्देशकहरू थिएनन्। अनि हाम्रो हाकिमहरूले गएर बम्बईबाट निर्देशक प्रकाश थापाले लिएर आउनुभयो। उहाँ निर्देशक हुनुहुन्न थियो, कलाकार हुनुहुन्थ्यो, त्यहाँको कामदार हुनुहुन्थ्यो। र उहाँको चाहिँ सहायक भएर काम गर्ने मौका मैले पाएँ क्या। मलाई त्यो सहायक भएर काम गर्न पठाउनु भयो। त्यसपछि मैले चलचित्रको बारेमा धेरै कुराहरू थाहा पाएँ, व्यावहारिक रूपमा थाहा पाउँदै गएँ। र मलाई पछि पढ्न पठाइयो, पुना फिल्म इन्स्टिच्युटमा पढ्न गएँ। त्यहाँ 3 वर्षे कोर्स चलचित्र निर्देशन तथा पटकथा लेखन भन्ने विषयमा मैले 3 वर्ष अध्ययन गरेर फर्केर आइसकेपछि म वास्तवमा चाहिँ नि चलचित्रमा चाहिँ पूर्ण रूपले लागेको हुँ भनौँ न। बद्लिदो आकाश यहाँले निर्देशन गर्नुभएको पहिलो सिनेमा हो। 2039 सालमा त्यसको लेखन कार्य सुरु भयो। त्यसको कथा चाहिँ नि तपाईँको विजय मल्लले लेख्नु भएको थियो, विजयबहादुर मल्लले, नाटककार। त्यस कथामा मैले पटकथा र अनि संवाद लेख्ने मौका पाएँ र अनि तपाईँको निर्देशन गरेँ मैले। त्यो निर्देशन गर्ने अवसर कसरी प्राप्त भयो? यसो भयो, नेपालमा कोही पनि निर्देशकहरू
छँदै थिएनन् नि त। तपाईँ पहिला सुरुमा पनि चाहिँ तपाईँको नेपालको सबभन्दा पहिलो चलचित्र चाहिँ सत्य हरिश्चन्द्र बनेको हो कलकत्ताबाट। त्यो चाहिँ नि तपाईँको चाहिँ डिबी परियारले बनाउनु भएको। त्यसपछि चाहिँ तपाईँको उसलाई ल्याइएको थियो हिराज सिंह खत्री, जो देहरादुनको नेपाली हुनुहुन्थ्यो र चाहिँ उहाँलाई ल्याइयो र बम्बईमा काम गर्नुहुन्थ्यो। उहाँ पनि बम्बईबाट ल्याएर उहाँलाई काम गराइयो। त्यसपछि तपाईँको बन्यो 23 सालमा चाहिँ नि माइती घर डिबी थापा। उहाँ पनि चाहिँ तपाईँ देहरादुनकै हुनुहुन्थ्यो, बम्बईमै काम गर्नुहुन्थ्यो। उहाँले आएर चाहिँ नि त्यो माइती घर बनाउनु। त्यस पछाडिको हिजो आज भोलि त परिवर्तन चाहिँ हिरा सिंह खत्रीले निर्देशन गर्नुभयो। निर्देशकहरू कोही नै थिएन। त्यसपछि चाहिँ नि तपाईँको धनकुटा निवासी बम्बईमा बसिरहेको प्रकाश थापालाई बम्बईबाट ल्याइयो र उहाँले निर्देशन गर्न दिइयो र वास्तवमा छँदै थिएन कोही पनि निर्देशक नेपालमा त नेपाली त। अनि त्यसैले त्यसै सिलसिलामा संस्थानले चाहिँ तपाईँको प्रशिक्षार्थीहरू पठाउन थाल्यो क्या पुना। र त्यसै सिलसिलामा मैले पनि निर्देशन पढ्न जाने मौका पाएँ। पहिले सिनेमा निर्देशन गर्दाखेरि मनभित्र के थियो, डर थियो कि उत्साह बढी थियो? अलिक मिल्दैन कि बिग्रिन्छ कि भन्ने जस्तो डर चाहिँ थियो। तर मैले पुनाबाट 3 वर्षको अध्ययन गरेर आएको, फेरि यहाँ चाहिँ मनको बाँध पुरा सुटिङमा गरेको, आफैले पनि तपाईँको डकुमेन्ट्री फिल्महरूको चाहिँ लेखन कार्यहरू गरिसकेको भएर अनि पुनामा पढेको कारणले गर्दाखेरि ममा चाहिँ पुरा चाहिँ तपाईँको कन्फिडेन्स थियो कि आत्मविश्वास थियो भनौँ न होइन। र त्यो एउटा थियो। अनि अर्को चाहिँ के भनेदेखि चाहिँ नि मलाई सजिलो लाग्न थालेको थियो क्या। त्यो पढ्दा पढ्दै तालिम लिँदै अनि सजिलोसितै मैले गरेँ। अलिकति मनमा चाहिँ ला बिग्रिन्छ कि भन्ने त थियो अलिकति शङ्का, तर के पनि बिग्रेन, राम्रो भयो। एक किसिमको आफ्नै किसिमको फिल्म बन्यो बदलिँदो आकाश। सबैको नाम अहिले फरर भन्न नसकेको पनि शान्तिदीप भन्ने चलचित्र बनाएँ होइन, छोरी बुहारी भन्ने चलचित्र, सारङ्गी, जित, अनि तपाईँको विद्रोही, भाइटिका, सुनको बिहानी, यस्तै गरी मैले 20वटा फिचर फिल्म बनाएको छु। 35वटा जति चाहिँ मैले डकुमेन्ट्री फिल्महरू विभिन्न विभागहरूको लागि बनाएँ भनौँ न। अनि नेपाल टेलिभिजनको लागि मैले 2-3वटा चाहिँ के भने टेलिचलचित्रहरू पनि बनाएँ लामै र कथा भन्ने चाहिँ तपाईँको पनि बनाएँ मैले। प्रसिद्ध सङ्गीतकार शम्भुजित भाषासित मिलेर गीत भन्ने एउटा गीती कार्यक्रम पनि रेडियो नेपालको लागि बनाएँ। यसरी म एकदम चाहिँ तपाईँको चाहिँ नि लागेपछि तपाईँको चाहिँ नि कहिले पनि अटुट रूपमा सिनेमामै भएँ। बदलिँदो आकाश, शान्तिदीप, सारङ्गी, छोरी बुहारी, साथी, बरपिपल हो, विद्रोही, भाइटिका, यिनीहरूमध्ये बेस्ट लाग्यो फिल्म चाहिँ आफैलाई कुन? निर्देशनको पक्षबाट हेर्दाखेरि, लेखनको पक्षबाट हेर्दाखेरि मलाई के अरे भाइटिका पनि धेरै नै तपाईँको चाहिँ के भनेदेखि राम्रो लागेको थियो। र अनि त्यसै गरी शान्तिदीप पनि मन परेको थियो। र बदलिँदो आकाश एउटा छुट्टै किसिमको अलग्गै विशेषता भएको चलचित्र थियो। र अब कमर्सियल्ली हाइली चाहिँ नि तपाईँको चाहिँ एकदमै प्रोफिटेबल चाहिँ साथी भन्ने चलचित्र भएको थियो। मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइदेऊ न। बरपिपल पनि त्यसरी नै चल्यो। मेरो फिल्महरूमा भएका गीतहरू चाहिँ नि 5-5वटा 6-6वटा गीतहरू हुन्थे। त्यसमध्ये 3-4वटा चाहिँ जहिले पनि हिट भएर निस्के। मलाई खुसी लाग्छ। लेखनमा चाहिँ बढी सन्तुष्ट हुन्थ्यो कि निर्देशन? आखिर टार्गेट त निर्देशन नै हो होइन। तर त्यसको लागि पहिला बिगिनिङमा चाहिँ नि कथा कन्सेप्ट गर्ने बित्तिकै त लेखनमै पटकथा लेखन र संवादमै जानु पऱ्यो नि। र संवाद मेरो चाहिँ के भने अलिक विशेषतै पनि मेरो विशेष संवादहरू हुन्छन्। यसमा कुनै हिन्दी शब्दहरूको नकल गरेको अथवा हिन्दी फिल्महरूको डायलगहरू चोरेको जस्तो त्यस्तो खालको हुँदैन। मैले एउटा चाहिँ के भनेदेखि मेरो जीवनकालमा के एउटा प्रतिज्ञा गरेको थिएँ भनेदेखि एउटा म लेबल राख्छु। त्यो लेबलभन्दा मुनतिर गएर
त्यति बेला एकदम धेरै चाहिँ चलचित्रहरू चाहिँ हिन्दी फिल्मको नकल गरेर बनाइन्थे कि अनि त्यो कुराको चाहिँ म आफै पनि घोर विरोधी त्यो भाषिक चाहिँ त्रुटिहरूको चाहिँ विरोधी भएको हुनाले यो भाषिक त्रुटि हुनु भएन हाम्रो नेपाली भाषालाई बिग्रिन दिनु भएन हामी त यसको चाहिँ तपाईँको चाहिँ संवर्धन गर्नुपर्छ संहार गर्नुपर्छ यसलाई त विकास पो गर्नुपर्छ भन्ने चाहिँ मलाई लागिरहन्थ्यो र म डायलगहरूमा धेरै कन्सियस हुन्थेँ म डायलगहरू राम्रो किसिमको डायलग विशुद्ध नेपाली डायलग लेख्ने कोसिस गर्थेँ विशुद्ध नेपाली ड्रेस हो भन्ने चाहिँ तपाईँको हुन्थ्यो सकेसम्म चाहिँ तपाईँको सिचुएसनसित मिल्ने लोकेसनहरू परिवेशहरू खोज्थेँ अब नपाउनु बेला नहुनु नमिल्नु भनेको भिन्नै कुरा हो कि तर कथा अनुसार चाहिँ तपाईँको त्यस्तो खोज्थेँ मैले एउटा लेभल राखेको थिएँ कि बिलो स्ट्यान्डर्ड चाहिँ हुनु हुँदैन है भनेर त्यो एउटा सीमा रेखा तानेको थिएँ त्योभन्दा तल चाहिँ म कहिले पनि गएँ जानु परेन र सबै फिल्महरू चाहिँ तपाईँको के भनेदेखि कुनै पनि फिल्म फ्लप भएन एउटा अचम्म कुरा तर के भनेदेखि कुनै फिल्मले चाहिँ तपाईँको चाहिँ करोडौँ रुपियाँ कमाइदियो जस्तो साथीले कमाएको थियो अनि कुनै फिल्मले चाहिँ तपाईँको 7-8 लाख रुपियाँ मात्रै नाफा गरेको थियो जस्तो तपाईँको जीवन ज्योति भन्ने फिल्म थियो अनि त्यसो थियो तर फेरि फ्लप चाहिँ भएन फिल्म सिनेमाहरू बनाउने बेलामा कुनै त्यस्तो घटना छ जो अहिलेसम्म तपाईँले सार्वजनिक गर्नु भएको छैन? त्यस्ता थुप्रो घटनाहरू छन् तपाईँ एउटा कुरा म भनौँ म दर्शकहरूलाई पनि निवेदन गरौँ त्यो कुरो के भनेदेखि सिनेमा बनाउने भनेको चाहिँ के भने हरेक सर्टमा डिभाइड गरेको हुन्छ एउटा कुनै पनि दृश्यले त्यो चाहिँ सर्टहरू मिलेर दृश्य हुन्छ त्यो दृश्य मिलेर चाहिँ के भनेदेखि चाहिँ एउटा परिच्छेद बन्छ र अनि तपाईँको ती चाहिँ परिच्छेदहरू मिलेर एउटा टोटल सिनेमा बन्छ यो कुरा त सबैलाई थाहा छ है मैले सिकाउन खोजेको होइन तर के भनेदेखि हरेक दिन हरेक सर्ट खिच्दाखेरि अनौठा घटनाहरू भइरहेका हुन्छन् विशेष रूपमा एकपल्ट के भइदियो भने बर्निलो आकाशकै सुटिङ गर्दाखेरि पहिलोचोटि म मरेँ भन्ने लागेको थियो कस्तो भनेदेखि चाहिँ तपाईँको हामी चरीकोटमा आरा विषयमा चाहिँ त्यो विद्युत विभागको गेस्ट हाउसमा बसेको थियौँ हामी होल युनिट अनि किन हामी त्यहाँ बसेर गएको थियौँ भनेदेखि चाहिँ त्यति बेला चैत वैशाखको महिना थियो अनि त्यो माथि चाहिँ तपाईँको चरीकोटभन्दा यतापट्टि हलहले भन्ने ठाउँ छ त्यो ठाउँमा चाहिँ यस्तो राम्रो गुराँस फुलेको गुराँस लाग्यो त्यो गुराँसै गुराँस त्यहाँ सुटिङ नगरी हुँदैन भनेर अनि त्यसपछि चाहिँ हामी गएको थियौँ अब हिरो हिरोइनहरूलाई राख्ने मुख्य राख्ने क्यामेराहरू राख्ने होइन त्यस्तो चाहिँ तपाईँको चाहिँ हामीहरू एउटा रसियन जिप थियो त्यो रसियन जिपमा चढाइदिन्थ्यो हामी त्यसमा अनि हामीहरू चाहिँ तपाईँको के भनेदेखि चाहिँ ठुलो बसमा चढ्छौँ लामो बसमा त्यो बाटो चाहिँ तपाईँको चाहिँ साँगुरो छ कि बाटो साँगुरो त्यो ब्रिटिसले बनाइदिएको बाटो अब अहिले त बढायो कि बढाएन थाहा छैन मलाई त्यो बाटो म त्यता नगएको धेरै वर्ष भयो त्यो खरी ढुङ्गा कि के भन्ने ठाउँ छ त्यो खरी ढुङ्गा भन्दा अलिकति यतापट्टि एउटा भिरमा चाहिँ तपाईँको फर्केर आउँदाखेरि है के भइदियो भनेदेखि चाहिँ त्यो बसलाई त्यो टर्निङ काट्दाखेरि धेरै गाह्रो परेछ र त्यो चक्का चाहिँ आधी चाहिँ तपाईँको गइसकेको कालामली भयो जानै लागेको थियो गइ नै हालेको थियो थिएन गएको बाद बस घोप्टिहाल्थ्यो धेरैजना घाइते हुन्थ्यो होला हामी मर्थ्यौँ होला तल गुल्टिन्थ्यो होला त्यो बाँच्यो त्यो एउटा छ त्यो सम्झिँदै गएर क्या जिरिङ्ग हुन्छ सम्झँदाखेरि मृत्यु नै हुन्थ्यो नि अरू त्यही फिल्मको सुटिङमा चाहिँ त्यो फ्रन्ट सिटमा त्यो रसियन जिपको फ्रन्ट सिटमा अब त्यो पुरानो रसियन जिप हो त्यसमा चाहिँ नि हिरो हिरोइन सुषमा शाही जो हिरोइन थिइन् र अनि शिवश्रेष्ठ हिरो शिवश्रेष्ठ भित्रपट्टि बाहिरपट्टि छेउपट्टि सुषमा चढेको एउटा टर्निङमा उता जाँदाखेरि सुटिङमा जाँदाखेरि चाहिँ त्यो ड्राइभरले घुमाउँदाखेरि सानोभाइ भन्ने ड्राइभर हुनुहुन्थ्यो उसले पनि चढ्नु उसले त्यो घुमाउँदाखेरि चाहिँ नि तपाईँको अलिक बढी काटिएछ क्या घोल्ट्याङ्गे चाहिँ तपाईँको त्यो नालीमा चाहिँ नि त्यो चक्का चाहिँ पल्टेपछि तिनी बिहानै लडिन् अनि त्यस पछाडि चाहिँ अब हाम्रो गाडी त पहिले नै बिहान हिँडेको
पुगेर उहाँ हल्ललेमा गुराँस गाडीमा पर्खे भयो गाडी त आउँदैन अनि फेरि केटाहरूलाई कुदाएर धेरै टाढा 2-3 किलोमिटर टाढा त्यहाँ पठाएको त अब हिरोइनको पाखुरामा चोट लागेको उसले नसमातेको भएदेखि त बिचरा के हुन्थ्यो शिवश्रेष्ठले समातेर उनले बचाएछन् अनि त्यसपछि हामीले त्यो औषधि पानी गऱ्यौँ तर त्यसरी काठमाडौँ सुटिङ नै ब्रेक गरेर फर्किनु परेन त्यो पनि एउटा डरलाग्दो कुरा भएको थियो यहाँले त्यो बेलाको चलेको कलाकारहरू सबैसँग काम गर्नुभयो मैले दुःखपूर्ण भन्नुपर्छ कि धेरैपल्ट ट्राई गऱ्यौँ हामीले सल्लाह पनि गऱ्यौँ भुवन केसीसित मैले काम गर्न पाइनँ उनी मेरो घरमा 2-3 पल्ट पनि आयो मेरो फिल्म गरिदियो भनेर अनि म उनले चाहिँ मेरो फिल्ममा काम गरिदियो एक्टिङ गरिदियो भन्नलाई म पनि 2-3 पल्ट गएको छु है हामी दुईजना सँगै भेट्दाखेरि अँगालो मारेर हाँस्दै त्यो कुरा गर्छौँ अझै पनि तर मौका चाहिँ कहिले पनि गर्दैन त्यस्तै के भयो के हो त्यो गर्न पाइनँ तर अरू प्रायः जस्तो ठुल्ठुलो जति पनि कलाकार हुनुहुन्छ सबैसित गरेको छु जस्तो जाने अब पुरानोमा चाहिँ तपाईँको जाने अब वसुन्धरा भुषाल भयो निर्चा भयो होइन अब राजेश हमालै भयो श्रीकृष्ण नै भयो होइन रमेश उनी भयो करिश्मा भयो धेरैसँग सारङ्गा श्रेष्ठ हाम्रो सरोज खनाल आजको असली कथा नभनेका कहानी तपाईँलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्टमा अवश्य लेख्नुहोस् अनि आएर चाहिँ उसले जिस्क्याउँदै हातपात गर्न खोज्ने हुँदा चाहिँ बढी नै चल्न थालेपछि अनि त्यहाँ महिलाले चाहिँ उसलाई हिर्काउनु पर्यो चाहिँ तान्नु खोज्छस् त भनेर चढाम दिनुभयो मिथिलाजीले ऊ त रन्थनेर गाला समातेर त्यहाँबाट भुक्रुकै लड्यो यस्तै रोचक र प्रेरणादायी असली कथा नभनेका कहानीको लागि सिनेमा संसार टिभी युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस् भिडियो मन परे लाइक कमेन्ट र सेयर पनि गर्न नभुल्नुहोला असली कथा नभनिएका कहानी